अल्हम्दुलिल्लाह वहदह वस्सलातु वस्सलामु अला मन ला नबिय्य बादह। संपूर्ण प्रशंसा एकमात्र अल्लाह लाए उचित छ तथा उहाँको सन्देशवाहक अन्तिम नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि दरूद र शान्ति अवतरित होस्। यसपछि प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, विद्यार्थी तथा छात्र छात्राहरू, अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु। चौथा पाठ तौहीद उलूहियत। पाठ का भागहरू यस प्रकार तीन भागहरू छन्। नंबर 1, पहिलो भाग तौहीद उलूहियत को अर्थ, दूसरो भाग इबादत को अर्थ को व्याख्या र यसको हदहरू, तीसरो भाग नेक व्यक्तिहरूसँगको मूल गुल र यसको कारणहरू। पहिलो भाग तौहीद उलूहियत को अर्थ। तौहीद उलूहियतलाई अर्को नाम तौहीद इबादत पनि भनिन्छ, जसको अर्थ भनेको केवल एकमात्र अल्लाह ताला को बन्दगी गर्नु हो, किनकि इबादत को हकदार केवल अल्लाह ताला नै हुन्। अरू कुनै व्यक्ति व चीज इबादत को हकदार छैन, चाहे उसको आस्थान र मर्तबा कति नै उच्चा किन नहोस्। यो तौहीद हो जुन सबै नबीले आफ्ना उम्मतहरूमा ल्याएका थिए, किनकि नबीले आफ्ना उम्मतहरूमा तौहीद रुबुबियत को स्वीकार रोकी थप मजबूत बनाएर त्यसपछि उनीहरूलाई तौहीद उलूहियत को आह्वान गरे। जस्तै कि अल्लाह तालाले कुरानमा हजरत नूह अलैहिस्सलाम को बारेमा भनिएको छ, वलक़द अर्सलना नूहन इला कौमिही इन्नी लकुम नज़ीरुम मुबीन। अर्थ निश्चय नै हामीले नूहलाई आफ्नो कौम तरफ पठाएका थियो कि म तिमीहरूलाई स्पष्ट चेतावनी दिन आएका छु, किन तिमीहरू केवल अल्लाह को इबादत गरून्। म तिमीहरूलाई कष्ट कर दिनको आजाबबाट डराउँछु। यसै गरी हजरत मूसा अलैहिस्सलाम को बारेमा फिरऔनसँगको तरफ वितर्कमा भनिएको छ, काल फिरौन मा रब्बुल आलमीन। अर्थ फिरौनले भने संसार को रब के हो। मूसा अलैहिस्सलामले भने उहाँ आकाश र पृथ्वी को रब हुनुहुन्छ र जो यो बीचमा छन्। यदि तिमीहरूले पूर्ण विश्वास राख्छौ भने त्यसपछि हजरत ईसा अलैहिस्सलाम का बारेमा भनिएको छ, इन्नल्लाह रब्बी व रब्बुकुम फअबुदूहु हादा सिरातुम मुस्तकीम। अर्थ निश्चित रूपले अल्लाह मेरो र तिमीहरूको रब हुनुहुन्छ, त्यसैले तिमीहरू उहाँको इबादत गर्नुहोस्, यही साँचो मार्ग हो। पछिल्लो समय का नबी मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमलाई अल्लाह तालाले हुकुम दिएका थिए कि उहाँ किताबवालाहरूसँग भन्नुहोस्, कुल या अहलल किताब तालु इला कलमतिन सवाइन बैनना। अर्थ तिमीहरूले भन्नुहोस्, ओ पुस्तकवाला, हाम्रो र तिमीहरूको बीचमा समान कुरातिर आउँ, र त्यो हो कि
हामी केवल अल्लाहको इबादत गरौँ, उहाँका साथै अरूसँग कुनै साझेदार नगरी र हामी एक अर्कालाई अल्लाहको सिवाय रबको रूपमा स्वीकार नगरी। यदि तिनीहरूले यो नस्वीकारे भने तिनीहरूलाई भन्नुहोस् कि हामी त केवल उहाँको आज्ञाकारी हो। अल्लाह तालाले सम्पूर्ण मानवतासँग भने, या अय्युहन्नास उअ्बुदू रब्बकुमुल्लज़ी खलक़कुम वल्लज़ीना मिन क़ब्लिकुम लअल्लकुम तत्तक़ून। अर्थ, हे मानिसहरू, तिमीहरूले आफ्नो रबको इबादत गर्नुहोस् जसले तिमीहरूलाई र तिमीहरू भन्दा पहिला भएका मानिसहरूलाई सिर्जना गरेको छ ताकि तिमीहरू पवित्र र डर रहेको जीवन बिताउन सकौ। संक्षेपमा भन्नु पर्दा सबै दूतहरूलाई तौहीद अल उलूहियतको लागि नै पठाएको थियो, जसले आफ्नो समुदायलाई केवल एकमात्र अल्लाहको इबादत गर्नको लागि निम्ति दिनु पर्थ्यो र तागुत मूर्तिहरूको पूजा गर्नबाट बचाउनु पर्थ्यो, जस्तो कि अल्लाहको आदेश छ। त्यसपछि सबै नबीहरूले आफ्नो समुदायलाई दिएका निम्ति पनि हामीलाई बताएका छन्। निम्तिको पहिलो शब्दहरू यस्तो थियो जस्तै कि अल्लाहको आदेश छ। अर्थ र आदको ओरी उनीहरूको दाजु हुदलाई पठाएको थियो। उनले भने, ए मेरो समुदाय, तपाईहरू केवल अल्लाहको पूजा गर्नुहोस्। तपाईहरूको अलावा कुनै ईश्वर छैन कि तपाईँ धर्म परायणता अपनाउनुहुन्छ। दूसरो भाग, इबादत शब्दको अर्थ र सीमान। इबादतको शाब्दिक अर्थ निम्रता र आत्मसमर्पणको अभिव्यक्ति हो। त्यसैले अरबी भाषामा त्यसको अर्थ त्यस्तो मार्ग जुन पैदल यात्रुले बिल्कुल समान बनाएको छ। शरिया अर्थ, शेखुल इस्लाम इब्न तैमिया रहमहुल्लाह अनुसार पूजा इबादत भनेको त्यो हो जुन कुराहरू अल्लाहले आफ्नो दूतहरूको मार्फत हामीले निर्देशित गरेका छन्, तिनीहरूको पालन गर्दै अल्लाहको आज्ञाकारिता गर्नु। इबादतको अर्को परिभाषा यो हो कि सबै बाह्य र आन्तरिक शब्द र कार्यहरू जसलाई अल्लाहले मन पराउँछन् र जसलाई अल्लाहको सामु मानिन्छ, ती सबै बाह्य र आन्तरिक कार्य र शब्दलाई इबादत भनिन्छ। यसैले प्रत्येक मुसलमानको कर्तव्य हो कि उनीहरू ईमानदारीका साथ बोल्ने र गर्ने सबै प्रकारका पूजा कार्यहरू पूरा गरेर अल्लाहको बन्धुत्व गर्नुहोस् र यी कार्यहरूलाई प्यारे
प्यारो नबी सल्लल्लाहु अलैहि वसल्लम द्वारा शिक्षा गरिएको तरिकामा अन्जाम दिनुहोस्। यसैले इबादत भनेको यो पनि हो कि कुनै पनि वहाँ र आन्तरिक शब्द र कार्यबाट बच्नु जुन अल्लाहलाई मन नपर्ने हो। तलका कार्यहरू पनि इबादतमा समावेश छन्। स्पष्ट रूपमा भन्नु पर्दा इबादतमा नमाज, तवाफ, हज, रोजा, नजर, इतिकाफ, जानवर को वध, सजदा, रुकू, डर, घबराहट, चाहना, खौफ, तवक्कुल, इस्तिगफार, आशा राख्नु र अरू ती सबै कार्यहरू समावेश छन् जुन अल्लाह तालाले कुरान करिममा व नबी सल्लल्लाहु अलैहि वसल्लमले आफ्नो प्रमाणित कुरा र अमल सुन्नत तर्फबाट इबादतको रूपमा घोषित गरेका छन्। यसैले यदि कुनै व्यक्ति यी कार्यहरू मध्ये कुनै एक कार्यलाई गरे अल्लाहको लागि गर्छ भने त्यो व्यक्तिले शिर्क गरेको हुन्छ, जस्तो कि अल्लाह तालाको फरमान छ, उमय्यदो माअल्लाहि इलाहन आखर। यसको अर्थ र जो कोही अल्लाहसँग अर्को अल्लाहलाई पुकार्छ जसको लागि उससँग कुनै प्रमाण छैन, त्यसको हिसाब उसले आफ्नो रबसँग गर्नुपर्छ। निश्चय नै काफिरहरू सफल हुने छैनन्। यसै गरी अल्लाह तालाले फरमाएका छन्, व अन्नल मसाजिद लिल्लाहि फला तदउ मअल्लाहि अहदा। अर्थ साँचो कुरा यो हो कि मस्जिदहरू केवल अल्लाहको लागि हुन्, त्यसैले अल्लाहसँग कुनै पनि अर्को व्यक्तिलाई नपुकार्नुहोस्। त्यसैले यस आयतमा उल्लेखितमा सबै प्रकारको सृष्टि समावेश हुन्छ, चाहे त्यो कुनै नबी होस्, फरिश्ता होस् वा कुनै नेक व्यक्ति होस्। तीसरो भाग नेक व्यक्तिहरूको बारेमा अधिकार, सम्मान र यसको कारणहरू। यसबाट हामीलाई यो पनि थाहा हुनेछ कि आदमका सन्तानमा शिर्क नेक व्यक्तिहरूको बारेमा अत्यधिक सम्मान गर्नबाट फैलाएको हो र अत्यधिक सम्मानको अर्थ हो शब्द र सिद्धान्तमा इज्जत गर्नु र हद भन्दा बढी जानु। यसैले अल्लाह तालाले फरमाउनु भएको छ, या अहलल किताब ला तगलु फी दीनिकुम। अर्थ हो, अहले किताब आफ्नो धर्ममा अत्यधिक सम्मान न गर्नुहोस् र अल्लाहको बारेमा सत्य कुरा मात्र भन्नुहोस्। मसीह ईसा बिन मरियम केवल अल्लाहका रसूल र उहाँको शब्द हुन्, जसलाई अल्लाहले मरियमको तरफ पठाउनु भयो र उहाँबाट एक आत्मा थिए। त्यसैले अल्लाह र उहाँका रसूलहरूमा विश्वास गर्नुहोस् र भन्नुहोस् कि अल्लाह तीन होइन, यसबाट रोक्नुहोस्। यो तपाईहरूको लागि राम्रो हुनेछ। केवल अल्लाह मात्र एकमात्र सत्य अल्लाह हो। उहाँलाई छोराको अवधारणाबाट पाक हुनुहुन्छ। आकाश र पृथ्वी जुन केही कोही छ त्यो सबै उहाँको हो र अल्लाह मात्र संसारको व्यवस्थापनका लागि पर्याप्त हुनुहुन्छ। यसै गरी
हजरत आयशा रज़ियल्लाहु अन्हा नबी सल्लल्लाहु अलैहि वसल्लमबाट यसरी बयान गर्नुहुन्छ कि जब तपाईं सल्लल्लाहु अलैहि वसल्लम को मृत्यु को समय नजिक आयो तपाईं सल्लल्लाहु अलैहि वसल्लम आफ्नो अनुहारमा रहेको चादर हटाउन थाले किनकि जब सांस फुल्ने अवस्था आउँथ्यो भने चादर हटाउनु हुन्थ्यो। त्यसपछि तपाईं सल्लल्लाहु अलैहि वसल्लमले चादर हटाएको अवस्थामा भन्नुभयो लानतुल्लाहि अलल यहुदी वन नसारा, अल्लाहको लानत हो यहुदी र क्रिश्चियनहरूमाथि, उनीहरूले आफ्नो नबीहरूको कबरलाई मस्जिद बनाए। यसो गर्नुहोस्। यहुद र ईसाईहरूले आफ्नो नबीहरूको कबरलाई सस्तो पूजा स्थल बनाएको छन्। तपाईं सल्लल्लाहु अलैहि वसल्लमले यिनीहरूको यस कार्यबाट चेतावनी दिनुहुन्थ्यो। यदि यसो नगरो के भए भने तपाईं सल्लल्लाहु अलैहि वसल्लमको कबर खुला ठाउँमा हुने थियो, तर सम्भावना थियो कि यसलाई पनि सस्तो पूजा स्थल बनाइने थियो। यो हदीस इमाम बुखारी र मुस्लिमले उल्लेखित गर्नुभएको छ। मानवहरूले शेर र निबन्ध दुवैमा अत्यधिक सम्मान गरेको छ। यद्यपि केही व्यक्तिहरूले तपाईं सल्लल्लाहु अलैहि वसल्लम र अरू नेक व्यक्तिहरूबाट त्यस अवस्थामा मद्दत माग्न थाले जहाँ केवल अल्लाह तालाबाट मद्दत माग्न सकिन्छ। त्यसपछि तपाईं सल्लल्लाहु अलैहि वसल्लमलाई गैबको ज्ञाता मानिएको छ। केही व्यक्तिहरूले यहाँसम्म भने कि तपाईं सल्लल्लाहु अलैहि वसल्लम यस संसारबाट जानु भएको थिएन जबसम्म तपाईं सल्लल्लाहु अलैहि वसल्लम अतीत र भविष्यका सबै घटनाहरूलाई नजान्नु भएको थिइन्। यसो भनिरहँदा तिनीहरूले कुरानको स्पष्ट विरोध गरे, किनकि अल्लाह तालाले भन्नुभएको छ व इन्दहु मफातिहुल गैब, अर्थ गैबका चाबीहरू केवल उसैको पास छन् जसले उस बाहेक अरू कुनै पनि जान्दैनन्। समुद्र र जमिनमा के छ त्यसलाई उसैले जान्दछ र कुनै पनि पत्ता नभए गिर्ने छैन जसको उसले जानकारी नलिएको हो, न त पृथ्वीका अन्धकारमा कुनै पिउँ छ जसको उसले खबर गराउँदैन, र न त गिला व सुखा कुनै कुरा हो, सबै केही एक स्पष्ट किताबमा लेखिएको छ। त्यस्तै अर्को स्थानमा भनेको छ इन्नल्लाह इन्दहु इल्मुस साआ, अर्थ क़यामतको ज्ञान केवल अल्लाहको पास छ। ऊ आफै पनि पठाउँछ। आमाको पेटमा के छ त्यसलाई ऊ जान्दछ, र कुनै पनि व्यक्तिले कस्तो काम गर्नेछ भनी थाहा छैन, र न त उनीलाई थाहा छ कि कुनै भूमिमा मर्नेछन्
अल्लाह नै सबै कुरा जान्न र खबर राख्न सक्ने छो। यस्तो अल्लाह तालाले आफ्नो रसुल सल्लल्लाहु अलैहि वसल्लमबाट जानकारी दिनुभएको छ। त्यसको अर्थ तपाईं सल्लल्लाहु अलैहि वसल्लम भन्नुहोस्, म आफ्ना लागि कुनै पनि लाभ वा हानि गर्न सक्दैनन्, केवल अल्लाहको इच्छा अनुसार हुन्छ। र यदि म गैब जान्दथ्यो भने म धेरै राम्रो हासिल गर्थे र मलाई कहिल्यै कुनै नराम्रो कुरा नहुने थियो। म त केवल डराउने र खुसी दिनेवाला हुँ तिनीहरूको लागि जो विश्वास गर्छन्। यस्तो अर्को स्थलमा पनि भन्नुभएको छ। त्यसको अर्थ तपाईं भन्नुहोस्, आकाश र पृथ्वीमा भएका सबै व्यक्तिहरू गैबको ज्ञान केवल अल्लाहको पास छ। उनीहरूलाई थाहा छैन कहिले उठाउने छन्। प्रश्नहरू। अब लागौ प्रश्नहरू तरफ। सवाल नम्बर 1, सबै नबीहरूको भोजाइ कुनै उद्देश्यका लागि भयो? तौहीद उलूहियतको लागि, तौहीद रुबूबियतको लागि, तौहीदको का दुवै प्रकारको लागि। सवाल नम्बर 2, हदीस शरीफमा छ, लानतुल्लाह अलल यहुद वन नसारा, अल्लाह ताला यहुदी र इसाईमाथि लानत गरून्, तिनीहरूले आफ्ना नबीहरूका कब्रहरूलाई सजदागाह बनाएका छन्। तपाईं सल्लल्लाहु अलैहि वसल्लम हामीलाई के कुराबाट सचेत पर्दै हुनुहुन्छ? नम्बर 1, घलोबाट, किनकि यसले शिर्क तरफ लैजाउने छ। नम्बर 2, कब्रलाई सजदागाह बनाउनेबाट। नम्बर 3, दुवै उत्तर सही छन्। सवाल नम्बर 3, तौहीद उलूहियत के हो? जब पूजा हो, इबादत हो, तब केवल अल्लाह ताला को पूजा इबादत गर्नु पर्छ। केवल अल्लाह तालालाई सिर्जनाहार मान्नु। वसल्लल्लाहु अला नबियना मुहम्मद व अला आलिहि